मलाई एउटा फोटो खिच्न मन लाग्यो के कस्तोबाट ए त्यसरी के ठ्याक्कै तिनजनै आउँदो रहेछ तिनजनै आउँदो रहेछ तिमीलाई एउटा क्वेसन गर्छु है त ए बाइक सम्बन्धी नै गर्छु अब तिमी अब यो स्कुटर चलाएपछि मान्छे अब कतिको चाहिँ नलेज रहेछ है त छैन नि यो लाइट के यो लुकिङ ग्लास के को लागि पछाडि के आइराखेको छ भनेर हेर्नको लागि पछाडि के आइराखेको कतिको स्पिडमा आइराखेको छ भनेर हेर्नको लागि यो अनि हामीले यस्तै तिम्रो बाटोमा हिँड्दाखेरि तिमीले एम्बुलेन्सहरूदेखि होला नि होइन एम्बुलेन्सको अगाडि क्या एम्बुलेन्स उल्टो पारेर देख्छ थाहा कि नै उल्टोमा एम्बुलेन्स लिएर एएमपियू एलिएन्स त्यो अक्षर त उल्टो र उल्टो त दिन्छौ नि त होइन उल्टो हुँदैन ठ्याक्कै उल्टो हुन्छ क्या तिनीहरूले लेख्न नजानेर कि किन चाहिँ के त्यो स्टिकरै त्यस्तै हो कि एम्बुलेन्सवाला स्टिकर खास के हो त्यो उल्टो किन राखेको त्यसरी उल्टो अरूले हेर्दा उल्टो देखिन्छ होला थाहा भएन मलाई थाहा भएन हामीले अहिले हेर्दा उल्टो देखिन्छ नि त पछाडिबाट हेर्दाखेरि बुझ्यौ त्यो भएर चाहिँ एम्बुलेन्सको पछाडि उल्टो लेखेको हुन्छ क्या हो अनि मैले अहिले त्यही त भनेको नि भन्नु यो फेरि लिखितमा आउने प्रश्नहरू जस्तो हो क्या अनि मैले भने मिल्न त मिलेर रहेछ नि त हाम्रो बाइक कति सिसी गरे कति सिसी 180 हो होइन थाहा भएन मलाई सिसी त 150 कस्तो मनमा चाहिँ आएको थियो तर नभनेको थियो अनि अब यसै सम्बन्धी एउटा हो है अब स्कुटरहरू नि 125 सिसी त थाहा नि त होइन हो त्यो चाहिँ सिसी भनेको चाहिँ के हो क्षमता के क्षमता इन्जिनको क्षमता होला मान्छे बोक्न सक्ने क्षमता होला कसले सिकायो तिमीलाई यस्तो उल्टो उल्टो भयो के हो भन्नु त अनि सिसीको फुल फर्म के क्यापासिटी हो के क्यापासिटी हो न भन त खै थाहा भयो नि तर क्यापासिटी चाहिँ हो तिमीले यति मिलायो भने यो प्रश्न मिलायो भने तिमी उसमा पास लिखितमा पास ल भन सिसी त तिमीले मिलायौ इन्जिनको क्षमता होइन सिसी भनेको के हो भनेर हाम्रो यो अब 149 सिसीको हो भनेपछि यस्तो इन्जिनको यो 149 सिसी भनेको के भन्दा इन्जिनको क्षमता होइन अनि सिसी भनेको चाहिँ सिसीको फुल फर्म चाहिँ क्यापासिटी हो त्योभन्दा अगाडिको बिर्सिएँ क्या आउँथ्यो तर बिर्सिएँ क्युबिक क्यापासिटी क्युबिक क्यापासिटी